ओके, सबैजनालाई जय मसी। यो समय यो प्री मोमेन्टमा म तपाईँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। आज हामी एउटा स्पेसल यो एपिसोडभित्र छौँ, जो चाहिँ हाम्रो यो थर्ड एपिसोड हो। अनि आज तपाईँले नयाँ सेटमा नयाँ फर्स्ट हाम्रो यो प्री मोमेन्टको नयाँ टेक्निक भनौँ कि तपाईँलाई नयाँ टाइपको भिडियोमा हामी आएको छौँ। तपाईँले यो सेटअप धेरैवटा ठाउँमा देख्नु भएको होला अनि तपाईँले बुझिसक्नुभयो, दिस इज पोडकास्ट। सो आज हामीसँग यो प्री मोमेन्ट जो हामी अप्पर च्यापलभन्दा अगाडि गर्छौँ, अनि आज यो अप्पर च्यापलमा तपाईँहरूलाई जस्तो प्रकारले नोटिस दिएको थियो, जस्तो प्रकारले तपाईँलाई इन्फर्मेसन दिएको थियो, आज हामीसँग प्रभुको दास अनि प्रभुको खेतमा काम गर्नुहुने उहाँको एकदमै शक्तिशाली प्रिय छोरी इभान्जेलिस्ट सुनिता तामाङ, जो एनएचपिसी लिङ्कुटार एचएफसी हिमालयन फ्री चर्च यो फिल्डमा त्यो मण्डललाई नेतृत्व गर्दै हुनुहुन्छ। अनि आज हामीसँग हुनुहुन्छ। म समय तपाईँहरूलाई साथसाथैमा म मेरो चाहिँ साइनोबाट भन्नुपर्दाखेरि कतिचोटि म आम्रेन भनी पठाउँला, तपाईँले नबुझ्ला, तर त्यो चाहिँ बढी भनेको। सो आज म प्रभुको सेविकालाई साथैमा आम्रेनलाई स्वागत गर्न चाहन्छु यो एपिसोडमा अनि यो पोडकास्टमा। म आम्रेनलाई यो बिन्ती गर्न चाहन्छु यो समय तपाईँले अलिकति सानो परिचय अथवा सानो तपाईँको इन्ट्रोडक्सन हाम्रो यो पुस्तालाई जति पनि यो हेर्दै गर्नुभएको भ्युवर्सहरूलाई दिनुभयो भने अलिकति कम्फर्टेबल हुने थियो। जय मसी सबैजनालाई। प्रभुलाई महिमा होस्। अनि मेरो नाम सुनिता तामाङ, अनि म चाहिँ पाबुङमा हो, खास गरी मेरो घर चाहिँ, तर कार्यरत छु आजको दिनहरूमा लिङ्कुटार एनएचपिसीमा। त्यहाँ एउटा सेविकाको ठाउँमा बसेर सेवकाई गरिरहेको छु आजको दिनहरूमा, अनि प्रभुलाई महिमा दिन्छु। अनि मेरो परिचय यस प्रकारको छ भने मसँग मेरो श्रीमान हुनुहुन्छ जेबी तामाङ, उहाँ पास्टरै हुनुहुन्छ, लगायत उहाँ सेवकाईमा हुनुहुन्छ, उहाँ पनि कार्यरत हुनुहुन्छ। उहाँ पनि सेवकाईमा तारेथाङ भन्ने जग्गामा उहाँ कार्यरत हुनुहुन्छ। अनि मसँग दुईवटा नानीहरू छ, एकजना छोरा एकजना छोरी। छोराको नाम अभिषेक, छोरीको नाम करिना, अनि दुईजना छोरा र छोरी छन्। र परमेश्वरलाई महिमा दिन्छु। अनि मैले यसरी मेरो जीवनमा मैले येशू ख्रिस्टलाई पाएको मेरो परिचय दिनु पर्दाखेरि मैले 96मा मैले प्रभुलाई पाएको हो। 96मा मैले प्रभुलाई खास मेरो एउटा कारणवश मेरो बिमार थियो, अनि त्यो बिमारको कारणले गर्दा येशूलाई मैले 96मा ग्रहण गर्ने मौका पाएँ। त्यहाँदेखि रहँदा बस्दा म धेरै उताउ चढाउबाट आउँदै गर्दाखेरि मेरो जीवनमा खास गरी येशूसँगको जम्का भेट चाहिँ मेरो 2008मा मात्रै भएको हो, 2008मा। अनि 2008देखि लगायत मेरो जीवनमा चाहिँ आजको दिनहरूमा म लिङ्कुटारमा सेवकाई गर्नुभन्दा अगाडिदेखि नै म सेवकाईकै क्षेत्रमा मेरो आत्मिक अगुवालाई सघाउँदै मेरो आत्मिक अगुवा पास्टर जेम्स सुब्बा अनि ज्ञानु प्रधान पास्टर यामा, उहाँहरूसँग म कार्यरत भएर अनि उहाँसँग नै म 2001देखि नै हो उहाँहरूले मलाई आत्मिक क्षेत्रमा दोहोऱ्याउँदै ल्याउनु भएको। तर 2008देखि चाहिँ उहाँहरूसँग लग्गालग्गी म सेवकाईभित्र हिँड्न सकेँ, अगाडि बढ्न सकेँ। मेरो पाइलाहरू, मेरो कदमहरू यो मिनिस्ट्रीभित्र, यो सङ्गतिभित्र चाल्न सकेँ मेरो अगुवाहरूको माध्यमबाट। र अनि त्यसरी नै गर्दा चाहिँ म 2018देखि चाहिँ म लिङ्कुटारमा एउटा सेविकाको ठाउँमा पर्सनल अब त्यो ठाउँमा चाहिँ म सेवकाई गरिरहेको छु। अनि त्यो ठाउँमा मेरो श्रीमानको माध्यमबाट चाहिँ म एउटा श्रीमती पास्टर नि आमा भनेर होइन, तर त्यो ठाउँमा चाहिँ मलाई मेरो अगुवाले नै रिकमेन्ड गरेर मलाई एउटा सेविकाको ठाउँमा, एउटा सेवकको ठाउँमा भनौँ है, त्यो ठाउँमा मलाई हजुर फुल टाइम नै सेवकाईको लागि मलाई अलग गरेको व्यक्ति हुँ म त्यो ठाउँमा। अनि मेरो श्रीमानले लगायत उहाँले पनि सेवकाई मलाई फुल टाइम सघाउनु पनि हुन्छ, लगायत उहाँको पनि मिनिस्ट्री छ त्यहाँनिर तारेथाङ भन्ने जग्गामा, अघि भनिहालेँ
त्यो जग्गामा उहाँले पनि कार्यरत हुनुहुन्छ। हामी त्यसरी सेवाकाई गरिरहेको छौँ। साह्रै दामी कुरा। म आज तपाईँलाई भन्दै गर्दाखेरि म कम्फर्टेबल चाहिँ आम्रेन भन्दा नै हुन्छु, सो म आम्रेन नै भन्ने छु। भन्नुपर्दाखेरि त म साह्रै योग्यको छुइनँ यो पोडकास्टमा। म आम्रेनलाई कतिवटा चिज प्रश्न गर्दै गर्दा अनि कतिवटा यहाँ एउटै यो ठाउँलाई सेयर गर्नु म एकदमै म क्यापेबल मान्छे त होइन, तर म यति सानो हो। अघि आम्रेनले भन्नुहुँदै थियो 96मा प्रभुलाई पाउनु भएको भनेर, म जन्मेकै 2001मा हो। सो मेरो आमा आपा भन्दा पनि उहाँहरू आप्रेन अनि आम्रेन ठुलो हुनुहुन्छ। अनि साथैमा मलाई साह्रै मजा लागेको कुरा, हामी एउटै फ्यामिली ब्याकग्राउन्डमा छौँ। अनि आज म तपाईँलाई पनि भन्न चाहन्छु, यो फेरि फ्यामिली भनेर यहाँ पोडकास्ट गर्न आएको होइन फेरि, तर हाम्रो घरनाबाट जुन घरनाको हिस्ट्री नभनौँ अहिले है, म तपाईँलाई कुनै दिन राख्नेछु, कसैले तपाईँलाई यो हिस्ट्री बताउने छ होला। तर त्यो त्यस्तो घरनाबाट जुन घरना चाहिँ श्रापित थियो, धेरै एउटा रगतको श्राप हामीमा थियो। अनि त्यो घरना चाहिँ सेवाकाईमा आउनु चाहिँ एउटा हाम्रो लागि ठुलो होइन, हामीले ठुलो एउटा प्रभुले दिनुभएको हाम्रो लागि एउटा यो वरदान हो भन्छु म। यो प्रभुले दिनुभएको अनुग्रह हो। अनि यसै कारण हामी सेवाकाईमा छ। नि हामीले जुन कुरा भन्दै हुनुहुन्थ्यो 2018देखि, अनि मैले अघि भर्खर पनि यो पोडकास्ट सुरु हुँदा अगाडि मैले यही कुरा नै हामी यो कुरा बात गर्दै थियौँ कि अबाउट 10 सालको यो रोपाई अनि यो प्रभुसँगको झम्का भेटको बादमा पनि 10 वर्षको अवधि लागेको, अनि त्यो मिनिस्ट्रीमा त्यहाँदेखि उता हिँड्नु भएको। सो आज यो पोडकास्टमा इम्पोर्टेन्टली हामी किन छौँ भनेदेखि, जसरी यो विगतको हप्ता एउटा प्रार्थनाको हप्ता भनिकन हामीले छुट्याएको थियो हाम्रो, होइन। अनि त्यसरी नै हप्ताभर हामीले बुधबार सुसाइड जुन हाम्रो सिक्किममा अनि इन्डियामा यति बेसी बढेर गइरहेको छ, अनि त्यो विषयमा प्रार्थना गऱ्यो भनेदेखि बिहिबार आइकन हामीले ड्रग एडिक्सन, अनि शुक्रबार हामीले डिप्रेसनमा परिरहेको, अनि कतिजना फोन चलाउनेहरू त्यो स्याटरडे हामीले त्यसरी टेक्नोलोजीहरूले बन्धन पारिरहेको, कति पोर्नोग्राफी अनि अरू धेरैवटा घिनलाग्दो अश्लील कुराहरूले गरिरहेको हामीले शनिबार प्रार्थना गर्दै थियो भनेदेखि सन्डे हिजो अनि त्यो हाम्रो एउटा फेसबुक लाइभबाट पनि हामी सम्पूर्ण मण्डली मिलिकन हामीले यो प्रार्थना गर्दै थियौँ कि प्रभुले अब जति पनि एङ्जाइटी डिप्रेसनमा परेकोहरूलाई छुटाउनुहुन्छ भन्ने कुरा। अनि त्यसरी नै यो मैले निवेदन जब हाम्रो प्रभुको सेविकालाई जब मैले निवेदन दिँदै थिएँ, अनि म एउटा सानो के जान्न चाहन्छु यो पोडकास्टमा, मलाई यो एकदमै रुचि लागेको कुरा, म यता हाम्रो जतिजना हेर्दै हुनुहुन्छ म तपाईँहरूको पक्षबाट पनि, साथैमा म मेरो पर्सनल मेरो एउटा सानो मेरो प्रश्न छ यसमा चाहिँ। अनि मलाई लाग्छ यो प्रश्न यो समय हामी यो मुभमेन्टमा हिँड्दै गर्दा इम्पोर्टेन्ट छ जस्तो लाग्छ। अनि यसै कारण म हामीलाई एउटा सानो प्रश्न जस्तो पनि सोध्नु मन पर्यो। अनि हामी यो जर्नीमा तपाईँहरू जस्तो तपाईँ एउटा सेवाकाईमा आउनुहुँदै गर्दाखेरि एउटा प्रार्थनाको जीवन, एउटा तपाईँको प्रार्थनाको जीवनको केही कुरा तपाईँले राखिदिनु भयो भने यो प्रार्थनाको एउटा पहलभित्र हामी सबैजना जाँदै गर्दा त्यसलाई अझै उत्साह मिल्छ जस्तो लाग्यो। अनि तपाईँले अलिकति राखिदिनुहोस् न। हजुर हजुर, प्रार्थना भन्नुलाई चाहिँ अब मैले 96देखि नै प्रार्थना भन्ने कुरा त मैले सिक्दै आएँ है, मैले गर्दै आएँ। तर 2008 अघि भनिहालेँ, 2008देखि मेरो जीवनमा एउटा प्रभुसँगको जम्का भेट भयो। त्यसको बादमा चाहिँ प्रभुले एउटा जुन प्रकारको एउटा रटेको मात्र होइन, प्रार्थना भनेको चाहिँ मलाई लाग्छ पहिलो नम्बर चाहिँ प्रार्थना भन्ने नै परमेश्वरसँग बातचित गर्नु हो। अनि परमेश्वरसँग बातचित गर्नु, अनि एउटा कुरा चाहिँ प्रार्थना भन्नलाई नै अरूको लागि अर्ज बिन्ती गर्नु है। मैले बुझ्दै गर्दा मेरो जीवनमा, किनभने मेरो लाइफमा मैले प्रार्थना गर्दै आएको चाहिँ मैले धेरैचोटि मैले मण्डलीमा पनि यो विषयमा पढाएको छु। प्रार्थना भन्नुको मतलब नै कतिपल्ट मान्छेले आफ्नै लागि, आफ्नै घरको लागि, आफ्नै परिवारको लागि मात्रै गरिने जस्तो लाग्छ, तर रुटिन जस्तो क्या हो। अनि कतिपल्ट शत्रुले गोल गोल घुमाथे भनेको जस्तै घुमाएर दिइराखिदिन्छ क्या हो, समाप्त हुन्छ। तर मलाई प्रार्थना भनेको चाहिँ असीमित लाग्छ, किनभने त्यसको सिमाना नै छैन। अनि त्यो प्रार्थना चाहिँ यस्तो खालको प्रार्थना हो, रोमी 8:26, यहुदा 1:20, एपिसी 6:18ले भन्छ है,
अनि त्यो पदहरू अहिले पढिराख्ने समय छैन हाम्रो। अनि त्यो 3टा पदहरूले भन्छ उहाँले चाहिँ आत्मामा बयान गर्नु नसक्ने सुस्केराहरूमा पवित्र आत्मा आफैले नै त्यो प्रार्थना दिनुहुन्छ। अनि नेक्स्टमा भन्छ दृढ विश्वासमा प्रार्थना गर है। अनि लास्ट पदमा भन्छ त्यहाँ चाहिँ पवित्र जनहरूको लागि आफ्नो धार्मिक जनहरूको लागि चाहिँ अन्तर्विन्ती गर्नु भन्छ है। खुरुन्दार भनेको छ त्यहाँ चाहिँ फेरि खुरुन्दार भनेको छ खुरुन्दार अर्जविन्ती। अनि मलाई लाग्छ प्रार्थना भनेको चाहिँ एकअर्काको लागि गर्ने है। आफ्नो खुदको लागि मात्रै खुदको लागि पनि हुन्छ कतिवटा कुराहरू, तर प्राय जस्तो प्रार्थनामा साँचो रीतिले योद्धाहरू है युद्ध गर्ने एउटा मैदानमा रहने पक्कै त्यो प्रार्थना गर्ने योद्धा नै हो भने चाहिँ त्यो व्यक्तिले चाहिँ अरूको लागि चाहिँ फाइट गर्छ। अनि जस्तै लेवी 6:12-13ले पनि भन्छ वेदीको आगो चाहिँ निप्नु नपाओस् होइन, त्यो चाहिँ जलिरहोस्। अनि त्यो चाहिँ कैदा बमोजिम हरेक बिहान पुजारीले चाहिँ दौराहरू थपोस् भन्छ। त्यस्तै प्रकारले हाम्रो एउटा प्रार्थना चलि पनि राखेको छ अहिले धेरै वर्ष भयो। अनि यो एउटा प्रार्थनाको परमेश्वरले हामीलाई सायद दिनुभएको मेरो आत्मिक अगुवा र मलाई दिनुभएको कुरा हो। अनि उहाँसँग मैले यो प्रार्थनालाई मैले टेकअप गर्दै गएको 2008देखि अघि भनिहालेँ मैले। अनि 2008देखि उसोको जीवनमा चाहिँ हाम्रो प्रार्थनाको लाइफ के हो। अनि आज एकछिन अब एक दिन जुन चाहिँ समय हामीले तोकेको छौँ एउटा वेदीमा आउने, त्यो समय चाहिँ हामी चुक्यौँ भने म चुकेँ भने जस्तो अरूलाई त अब म भन्नु सक्दिनँ मेरो जीवन म चुकेँ भने चाहिँ कति टाढो प्रभुसँग भएको जस्तो क्या हो। अनि त्यो प्रार्थना भनेको चाहिँ यस्तो कुरा हो, त्यो प्रार्थनाले चाहिँ हामी धेरै जातिहरूको पतन नहोस् भनेर है। अनि त्यहाँनिर इजिकेलको 22:30-31ले पनि भन्छ जातिको पतन नहोस् भनेर परमेश्वरले मानिसहरूलाई खोज्नुभयो तर त्यो धाधोमा उभिने मान्छेलाई भेटाउनु भएन भनेको छ है त्यहाँनिर वचनले। अनि त्यो वचन आधारमा मेरो आत्मिक अगुवाले जस्ट मलाई यो प्रार्थनाको है बिजन भनौँ न है बिउ म भित्र हालिदिनु भयो। जस्ट म भित्र हालिदिनु भयो, गर्भधारण भयो 2008देखि गर्भधारण भयो। जस्तो मैले यो प्रार्थनालाई उहाँसँग मैले टेकअप गरेँ अनि मैले साँच्चै नै आजको दिनमा म भन्छु उडान भरेको छु है यो प्रार्थनाको उयसमा। अनि दिन प्रतिदिन मेरो प्रार्थनाको लेभलहरू बढ्दै गयो, प्रार्थनाको लेभलहरू बढ्दै गयो। अनि जस्तो म प्रार्थनामा प्रभुसँगको मेरो सम्बन्धित मेरो कुराहरू है घनिष्ठ हुन थाल्यो अनि त्यति बेला चाहिँ मेरो परिवारमा पनि परिवर्तनको कुराहरू आउन थाल्यो। जस्ट मैले त्यति बेलाको दिनमा मैले खास जानेको चाहिँ मैले मेरो जीवनमा प्रार्थना भनेको कुराहरू चाहिँ कसको लागि किन कहाँ गर्नुपर्ने है, धाधो भनेको सब कहाँ कुन चाहिँ धाधोमा उभिनुपर्ने, कुन चाहिँ भागको लागि चाहिँ उभिनुपर्ने। प्रार्थनाहरू थुप्रै प्रकारको हुन्छ, एउटा अन्तर्विन्ती हुन्छ है, थुप्रै विषय हुन्छ। अहिले यो सबै भनिराख्ने विषय छैन, तर एउटा प्रार्थना मैले जान्दै गरेको जस्ट अरूको लागि मध्यस्थता गर्ने विषयमा म भन्दैछु है। अनि यो प्रार्थनामा चाहिँ जस्ट मैले मेरो अगुवाको लागि मैले जस्ट मेरो त्यति बेला परिस्थिति म अलिकति यो प्रार्थनाको विषयमा भन्छु ल। अनि अलिकति चाहिँ किनभने चाहिँ यो प्रार्थना गर्दै गर्दाखेरि चाहिँ अब मेरो परिस्थितिहरू जति प्रार्थना गर्दैछु बिग्रिँदैछ, जति प्रार्थना मेरै लागि गर्दैछु, मेरै परिवारको लागि गर्दैछु, इभन मेरो श्रीमानको लागि गर्दैछु होइन। त्यति बेला चाहिँ जस्ट अब त्यति बेला 40 दिनको उपवास सकेँ, प्रार्थना गरेँ। प्रार्थनै त गरिन्छ होइन, उपवास बसेपछि प्रार्थना गरिन्छ। उपवास सकेँ, प्रार्थना गरेँ, तर रिजल्ट आएन। त्यहाँनिर चाहिँ अझै उहाँ त 40 दिनमा त मातेर आएको है, डरलाग्दो। अनि प्रार्थनाको उत्तर आएन। अनि त्यति बेला म है प्रभुसँग रुँदै थिएँ, खोइ मेरो प्रार्थनाको उत्तर खोइ त प्रभु तपाईँ त बोल्नुहुन्छ भन्थ्यो। धेरैले प्रभु तपाईँको दास-दासीहरूले भन्नुहुन्छ बोल्नुहुन्छ भनेर, कहाँ कोही मसँग त बोल्नु भएन भनेर क्या हो प्रभुलाई रिजाउन थालेँ। त्यति बेला प्रभुले मलाई हिब्रू 11 अध्यायमा ठोकाउनु भयो, तेरो विश्वास खोइ भनेर क्या। त्यो विश्वासको बारेमा पाउँछौँ त्यहाँनिर है। अनि त्यति बेला जस्तो हाम्रो यो प्रार्थनामा चाहिँ विश्वास पनि मिसिएको हुनुपर्छ। अनि त्यसले गर्दाखेरि म त्यो प्रार्थना गर्दै गर्दाखेरि चाहिँ मेरो जीवनमा प्रभुले भन्नुभयो यो प्रार्थनालाई चाहिँ पल्टी गर है, प्रार्थनालाई अलिकति चेन्ज गर। जस्ट मैले प्रार्थना गर्दै गएँ, धेरै समय बादमा मेरो श्रीमान अलिकति परिवर्तन, किनभने चाहिँ प्रार्थनाले कतिपल्ट चाहिँ मेरो जीवनको कुराहरूलाई परमेश्वरले देखाउन थाल्नुभयो क्या। पहिलो प्रथम मेरो जीवनको कुराहरूलाई देखाउन थाल्नुभयो। परमेश्वरसँग जस्ट म जम्का भेट भएँ 2008मा तर मेरो जीवनमा
प्रभुले अचम्मको काम त्यहाँदेखि उता सुरु गर्दै जाँदाखेरि प्रभुले मेरो जीवनकै कुराहरू देखाउन थाल्नुभयो। अनि मैले यो प्रार्थनाको माध्यमबाट चाहिँ मैले धेरै म आफैलाई देख्न थालेँ। जस्ट मैले आफूलाई जस्तो प्रभुको उपस्थितिमा आफूलाई समर्पण गर्नु थालेँ। मेरो जीवनको कमजोरीहरू समर्पण गर्नु थालेँ, मेरो दुर्बलताहरू समर्पण गर्नु थालेँ। अनि सानो सानो भए पनि मेरो श्रीमानले गरेको कुराहरूको असल गुणहरूको प्रशंसा गर्नु थालेँ, प्रभुलाई धन्यवाद दिनु थालेँ। प्रभुले त्यहाँ प्रार्थनाको उत्तरलाई ल्याउनु भयो है। कतिपल्ट चाहिँ हामी चाहिँ माग्छौँ, यो गर्नुहोस् त्यो गर्नुहोस् मात्रै भन्छौँ, तर प्रभुलाई धन्यवाद दिन बिर्सिन्छौँ क्या यो प्रार्थनाहरूमा। अनि मलाई चाहिँ प्रभुले त्यो दिनहरूमा धन्यवादको प्रार्थनाहरू पनि गर्न दिनुभयो। जस्ट मैले त्यो कुराहरू गर्दै जाँदाखेरि प्रभुले मलाई 2000 यो 14, 15, 16, 17हरू चाहिँ एकदम खराब समयहरू थियो क्या मेरो, अँधेरो जस्तो। अब प्रार्थना गरिरहेको छु, दागको पोटमा फल लागोस् कि नलागोस् तर म तपाईँलाई नै उचाल्छु भन्ने कुरा नि निश्चय गरेको छु, रमाउनु यीशुमा भनेको जस्तै। त्यसरी नै अगाडि बढिरहेको बेलामा 2015मा जनवरी महिनामा प्रभु मसँग फेरि पनि एकपल्ट बोल्नुभयो मलाई। अनि धेरै मेरो प्रार्थनाको लयहरू बढेर गइरहेको थियो, र भए पनि प्रभुले मलाई अझै पनि प्रार्थनाको कतिवटा विषयहरू चाहिँ चेन्ज गर्नुपर्ने कुराहरू प्रभुले मलाई दिँदै हुनुहुँदा मैले प्रार्थना गर्नु थालेँ त्यति बेला है। अनि त्यो समयमा चाहिँ प्रभुले मलाई एउटा कुरा दिनुभयो, तेरो अगुवाको लागि प्रार्थना गर है। म 2008देखि नै मैले प्रार्थना गर्दै आउँदै थिएँ, तर एकदमै तेरो अगुवाको लागि खाटी उभि है। यो चाहिँ पार्ट टाइम जब गरेको जस्तो होइन, तर एकदम रेगुलरी यो भागमा उभि भन्नुभयो प्रभुले क्या। अनि म कुन चाहिँ दिनलाई चाहिँ म छुटाउनु सक्छु भनेर चाहिँ जस्ट मैले प्रार्थना गर्न थालेँ। अनि प्रभुले मलाई सन्डेको दिन नै प्रभुले देखाउनु भयो, आइतबारको दिन है, सबै सङ्गतिमा हुन्छ त्यो दिन त कहीँ पनि जाइँदैन, जुनै हालतमा पनि त्यो दिन त म मध्यस्थता गर्न सक्छु भन्ने कुरा क्या। अनि मेरो अगुवाको लागि मध्यस्थता गर्न चाहिँ हुर्राहरू चाहिँ त चाहिँ उभि भनेर प्रभुले वचनसँग उभाउनु भयो है त्यति बेला। अनि प्रस्थानको पुस्तक हामी 17 अध्यायको 9देखि 13सम्म हामी पढ्यौँ भने त्यहाँ पाउँछौँ। अनि त्यसरी नै प्रभुले है त्यो भागमा मलाई अगुवाई गर्नुभयो। अनि मेरो अगुवा हारिरहेको भागहरूमा चाहिँ म उभिनुपर्छ भन्ने कुराहरू 2015देखि म उभिँदै गएको। 16 झन् चर्केर गयो है, 17 झन् चर्केर गयो, तर 18देखि चाहिँ ठुलो सास फेर्ने मौका है। प्रार्थना भनेको कुरा चाहिँ अहिले पनि उत्तर पाइँदैन है, एउटा कुरा भन्न चाहन्छु। किनभने चाहिँ प्रार्थना भन्ने साथ कतिपल्ट चाहिँ अहिले गरेर अहिले पाउने उत्तर पनि हुन्छ होला, कतिवटा हुन्छ हाम्रो जीवनमा, त्यो अहिलेको अहिले हुनुपर्ने पनि हुन्छ, तर कतिवटा चाहिँ हामी धीरजसँग पर्खिनुपर्ने हुन्छ। अनि त्यो पर्खिनुपर्ने मेरो समय थियो क्या त्यो दिनहरूमा। अनि मेरो परिस्थिति बिग्रिरहेको थियो, जस्तै मेरो नानी यहाँनिर छ अहिले। मेरो नानीको वातावरण ठिक थिएन त्यति बेलाको दिनमा है। प्रार्थनाको उत्तर चाहिँ जुनै हालतले पनि ढिलो होस् या छिटो होस् आउँछै आउँछ, आउँछै आउँछ। आउनु चाहिँ कतिपल्ट ढिलो छिटो चाहिँ हुन्छ है। त्यसरी नै मेरो जीवनमा जस्ट मलाई प्रभुले भन्नुभएको थियो, मेरो जीवनको धेरै समस्याहरू देख्दै गर्दा, मेरो नानीको त्यो समस्याहरू देख्दै गर्दा म प्रभुसँग रुँदै थिएँ क्या एक दिन। अनि रुँदै गर्दाखेरि मेरो नानी त्यति बेला ग्यान्टोकमा एउटा रुममा बसेको थियो। अनि म त्यो रुमभित्र पुग्दै गर्दा त्यो अवस्थाहरू देख्दै गर्दा म रुँदै थिएँ क्या। अनि कसरी प्रभु म त यत्रो प्रार्थना गरिरहेको छु, म त एउटा तपाईँलाई प्रार्थना गर्ने, तपाईँको उपस्थितिमा जिउने दिनरात मण्डलीमा पनि एउटा कार्यरत छु, एउटा डिकनको जिम्मेवारीभित्र थिएँ ती दिनहरूमा पनि है। म प्रभुसँग रुँदै थिएँ, प्रभु तपाईँको कार्यभित्र छु र पनि यो के भइरहेको भनेर मैले प्रार्थना गर्दै गर्दा प्रभुले मलाई एउटा शब्द त्यो दिन भन्नुभयो, यति बेला सबै कुरालाई छोडिदिए तेरो अगुवाको लागि प्रार्थना गर है, तेरो अगुवाको लागि प्रार्थना गर भन्नुभयो। अनि जस्ट म मेरो अगुवाको लागि भनेर मैले कमिटमेन्ट गरेँ। अनि प्रार्थना गर्नु थालेँ है। त्यो प्रार्थना त मैले त 2015देखि नै थाल्नु थिएँ, तर यस्तो घनिष्ठ एउटा प्रार्थना मलाई है 2017को समय थियो। अनि 17मा चाहिँ यस्तो खालको एउटा सङ्घर्षबाट गइरहेको बेलामा चाहिँ प्रभुले मलाई भन्नु थाल्नुभयो। प्रभु चाहिँ 17मा चाहिँ पुरा बोल्नु थाल्नुभयो मसँग। अनि 15, 16 चाहिँ नबोलेको अवस्था जस्तै भयो है, जति प्रार्थना गर्दैछ त्यति वातावरण बिग्रिँदैछ त्यस्तो भयो क्या। तर 16देखि चाहिँ प्रभु मसँग 17देखि चाहिँ बोल्नु थाल्नुभयो। अनि त्यहाँदेखि चाहिँ प्रभुले मलाई एउटा सास दिनुभयो,
म तेरो सबै समस्याको म जान्दछु, म त्यो हात राख्छु, तेरो नानीलाई पनि म मेरो आत्माले पक्रिन्छु, तर तैँले गर्नुपर्ने कर्तव्य चाहिँ गर, तेरो अगुवाको लागि प्रार्थना गर जस्ट। अनि नै मैले अघि सुरुमा भने प्रार्थना भनेको अरूको लागि हो, अरूको लागि प्रार्थना जब अरूको लागि हामी अर्ज बिन्ती गर्न थाल्छौँ नि साँचो हृदयले भलो हृदयले है प्रभुको उपस्थितिमा भएर साँचो रीतिले हामी घुँडामा जान्छौँ, उहाँको उपस्थितिमा आउँछौँ, कसैको लागि त्यो अर्ज बिन्ती गर्न थाल्छौँ। अनि हाम्रो जुन घरको मेलो बितिरहेको अवस्थाहरू चाहिँ परमेश्वरले जान्नुपर्छ। अनि त्यति बेला चाहिँ मेरो परिवारको कुरालाई सम्हाल्न थाल्नुभयो। अनि 2018को अप्रिल महिनादेखि म लिङ्गुटारमा कार्यरत हुन थालेँ सेवकाईभित्र। तर मैले भन्दै थिएँ त्यहाँको है आमाहरूलाई भन्दै थिएँ, त्यहाँको मण्डलीहरूलाई भन्दै थिएँ, तोर मण्डलीहरू हुनुहुन्थ्यो त्यति बेला। अनि उहाँहरूले भन्दै थिएँ मेरो नानी आउँछ, एक दिन तपाईँको अगाडि उभिन्छ, मेरो नानीले बोल्छ। तर मेरो नानीको वातावरण ठिक थिएन है। तर म प्रभुसँग यो कुरा भन्नु थालेको थिएँ, जस्तो प्रभुले मलाई एउटा प्रार्थना सिकाउनु, घोषणा गर्न सिकाउनु भएको थियो, तिमी चाहिँ विशेष व्यक्ति हो, तिमी शक्तिशाली व्यक्ति हो, तिमी आशिषको छोरा हो, अनि एक दिन तिमी चाहिँ शक्तिशाली हुन्छौ, अनि तिमीले मैले भन्दा पनि तिमीले शक्तिशाली सेवकाई गर्छौ है। त्यति बेला चाहिँ आमा उता जाने हौडेमा नबोल्नु भनेर है उसले त मलाई झर्काइराखेको। अनि मैले उसलाई तानेर चुम्बन गर्थेँ, आङ्गालो हाल्थेँ। त्यो नाटक थिएन क्या आमाको आङ्गालो, अनि त्यो चुम्बन चाहिँ नाटक थिएन। प्रभुले निश्चय नै 2018मा प्रभुले प्रार्थना सुन्नुभयो। 18को सुरुदेखि नै भन्दै गरेको 18को नोभेम्बर महिनामा चाहिँ प्रभुले अचम्म प्रकारले मेरो नानीलाई प्रभुले छुनुभयो है यो प्रार्थना। जस्ट मैले प्रार्थना मेरो नानी बदलोस् भनेर गरिनँ, म एउटा रियल कुरा भन्नुपर्छ है। मेरो नानी बदलाउनुहोस् प्रभु, छुटकारा दिनुहोस्, चङ्गाइदिनुहोस्, म कहाँ लानुपर्छ, कस्तोमा छुटकारामा लानुपर्छ, मैले यो बातमा मध्यस्थता गरिनँ, मैले अर्ज बिन्ती गरिनँ। तर एउटा बात प्रभुले भन्नुभएको थियो, त्यो चाहिँ तेरो अगुवाको लागि प्रार्थना गर। म त्यो बातमा जब प्रार्थना गर्छस् म तेरो समस्यालाई सुल्झाउँछु, तेरो समस्यालाई म हात राख्छु भन्नुभएको थियो। अनि त्यहाँदेखि उता चाहिँ म निर्धक्क भएँ, प्रार्थना प्रभुले वचन दिनुभयो। अनि त्यहाँदेखि मैले प्रार्थना गर्न थालेँ। अनि त्यो प्रार्थना गर्दै गर्दाखेरि चाहिँ जस्ट 2018कै 18 होइन 19को रहेछ है, 19को 19 तारिक 11 महिना है, नोभेम्बर 11 महिना 11 महिनामा है 19 तारिकको दिन चाहिँ मेरो नानीले चाहिँ अचम्म रीतिले प्रभुलाई चाहिँ स्वीकार गर्यो क्या, प्रभुलाई स्वीकार गरे। अनि प्रभुलाई स्वीकार गर्दै गर्दाखेरि चाहिँ उसले यो कुराहरू पनि भन्यो, किनभने त्योभन्दा अगाडि चाहिँ मैले प्रार्थना गरिँदै गर्दा आमाको प्रभु छैन त्यसरी भन्थ्यो नि त मलाई है। अब मेरो प्रभु चाहिँ मेरो हो, अब उसको चाहिँ होइन त्यस्तो खालको। म कहिल्यै चर्च जाँदिनँ होइन, कसम मलाई म जाँदिनँ त्यस्तो खालको। अब त्यस्तो खालको शब्दहरू आउँथ्यो त्यो दिनहरूमा भने चाहिँ। त्यो दिन फर्स्ट टाइम मेरो नानीले चर्च नगएको थुप्रै भएको थियो क्या, थुप्रै वर्षहरू भएको थियो, लगभग पनि 2013देखि होला मेरो नानी चर्च नगएको, 2013-14देखि हो चर्च नगएको। अनि 2019मा है म बिचमा प्रभुसँग मैले प्रभुलाई भने, थुप्रैको नानीहरू खाँदै पनि छ तर चर्च पनि जाँदैछ, मेरो नानी त जाँदैन प्रभु, कमसेकम जानु चाहिँ पाएको भए सुनेको कारणले त विश्वास आउँछ भनेको छ होइन। प्रभुको वचन सुन्दै गर्दा काहीँ त उसको विश्वास आउँथ्यो, कमसेकम जानु चाहिँ पर्थ्यो, किन नगएको होला। मैले भन्दै गर्दा प्रभुले मलाई एउटा शब्द दिनुभएको थियो, त्यो चाहिँ तेरो नानीले नाटक गरेको छैन भन्नुभएको थियो। जे कुरो उसँग रियल छ त्यही कुरा तेरो अगाडि रियल कुरा गरिरहेको छ, गाउँ समाजको अगाडि मण्डलीको अगाडि पनि रियल कुरा छ, यहाँ छुपेको छैन केही पनि। उसले खान्छ, उसलाई थालिँदै छ, चर्च पनि जाँदैन, उसको रियल कुरा छ। त्यस कारणले गर्दा म काम गर्दैछु, त नसुर्ता प्रभुले है। अनि यसै 43को 13हरू पनि प्रभुले मलाई दिनुभएको, म काम गर्नेछु, मलाई कसले रोक्नु सक्छ, मैले गरेको काम कसले पनि उल्टाउनु सक्दैन उहाँले भन्नुभएको है। अनि त्यो वचनहरू पक्रेँ क्या त्यति बेलाको दिनहरूमा। प्रभुलाई धन्यवाद, तेरो आँखाको आँसुहरू चाहिँ रोक, तेरो रोदनहरू रोक, आँखाबाट आँसुहरू नखसाल, म निश्चय पनि तेरो इनामलाई म ल्याउँदैछु। प्रभुले त्यो वचनहरू दिनुभएको मलाई त्यो दिनहरूमा है, यर्मियाको पुस्तकबाट। अनि त्यसरी नै प्रभुले काम गर्दै जाँदाखेरि जस्ट 2019को नोभेम्बर महिनामा चाहिँ स्वीकार गर्यो, आमा सरी, आपा सरी, मैले गरेको चाहिँ सबै विद्रोह कुराहरू थियो रहेछ, अनि मैले तपाईँहरूलाई रुवाएँ, अनि म चाहिँ एकदम सरी चाहन्छु भनेर है त्यति बेलाको दिनमा
दिनमा उसको आँसु पनि सँगै थियो है। भाइ बहिनीहरू सबै बहिनीहरू त यस्तो भुइँभरि लडिरहेको थियो है। उसको बहिनीले त 40 दिन प्रार्थना गरेको थियो, उसको दादाको लागि प्रार्थना गरेको थियो, किनभने चाहिँ दादाको जीवनमा परिवर्तन आओस् भनेर। उसको बहिनी त एकछिन पनि हेर्नु नसक्ने, यति डरलाग्दो। अहिले त यति साह्रो उनीहरूको सम्बन्धहरू घनिष्ठ छ क्या। अनि त्यो दिनहरूमा त्यस्तो थिएन, हुन्छ भनेर पनि थाहा थिएन हामीलाई है। यति बेसी प्रभुले यो प्रार्थनाको उत्तरमा है, एउटा छोटो समय छ है, थुप्रै छ तर भन्नुपर्दा चाहिँ, तर त्यसरी प्रभुले काम गर्नुभयो। अनि 2019कै लगत्तै चाहिँ फेरि जस्तो स्वीकार गरे त्यस्तै चाहिँ चर्चमा आइ पनि हाल्दैन। तर निकै हामीले पर्खिनुपर्ने समय थियो है। पर्खिँदै जाँदाखेरि चाहिँ 2021देखि चाहिँ लगालगी सेवकाईभित्र आफूलाई समर्पण गरेँ। अब 20 त लकडाउन थियो, अनि फुल लकडाउन थियो, त्यस कारणले गर्दा 2020 चाहिँ जस्तो लकडाउन भयो, सबै खानपिन पनि लकडाउन भयो, आवत जावत पनि लकडाउन भयो मेरो नानीको। अनि त्यसो गर्दै गर्दा तर त्योभन्दा जस्तो लकडाउन सुरु हुनुभन्दा अगाडि नै उसले चाहिँ टोटली जुन दिन उसले स्वीकार गर्यो क्या, आमा र आप्पाको छेउमा स्वीकार गर्यो, उसको आँसुको छेउमा स्वीकार गर्यो, त्यो दिनदेखि उता चाहिँ छुएन पनि, गएन पनि त्यो भागमा है। त्यसरी प्रभुले यो प्रार्थनाको उत्तर दामी कुरा है। साह्रै मैले एक दुईवटा कुरा चाहिँ एक दुईवटा नोट गर्दै थिएँ मैले कतिवटा कुरा, जस्तो हामीले भन्दै हुनुहुन्थ्यो प्रभुले अब गर्नुपर्ने त अवस्थामा खास त परिवार यत्रो गाजाङ गिजिङ भइरहेको प्रभुले त्यसमा प्रार्थना गर्नुपर्ने, तर प्रभुले चाहिँ अर्कै विषयमा प्रार्थना गर्नु लाउनु भयो। अनि मलाई दामी लागेको कुरा चाहिँ के हो भने प्रभुले आफ्नो अगुवाको लागि आज यो पोडकास्टबाट पनि म आज यही कुरालाई नै आज एउटा भागको कुरा चाहिँ म के राख्न चाहन्छु भनेदेखि जसरी यो टेस्टोमनी छ, एउटा गवाई छ, अनि मलाई साह्रो दामी कुरा लागेको छ। एउटा प्रेयर लाइफ, एउटा प्रार्थनाको जीवनले कस्तो प्रकारले परिवार मात्रै होइन, सेवाकाई पनि जन्म्यो, त्यति मात्रै होइन, तर एउटा अगुवाको लागि कस्तो प्रकारले उभिकन चाहिँ प्रभुले कुन चाहिँ भागबाट काम गर्नुभयो भन्ने कुरालाई हामीले सेयर गर्नुहुँदै थियो। मलाई आज म यो ठाउँमा हामी सिन्स 5-6 इयर्स हुँदैछ मिनिस्ट्रीलाई यो प्रभुले अगुवाई गर्नुभएको। अनि मैले पनि यही कुरालाई चाहिँ यो दिनहरूमा हामीले जस्तै प्रार्थनाको विषयमा भन्दै गर्दाखेरि चाहिँ प्रभुले मलाई तपाईँको विषयमा मलाई भिजिटेसन दिनुभयो। अनि त्यो 3 खेप त्यो भिजिटेसन दिँदै गर्दाखेरि चाहिँ प्रभुले मलाई कन्फर्म गर्नुभयो कि प्रेयरको लागि चाहिँ तपाईँकोबाट चाहिँ मैले के कुरा सिक्नुपर्छ भन्ने कुरा। अनि जस्तो यो आज त्यो गवाईलाई पनि मैले आफै पनि सुन्दै थिएँ। अब आज त्यो चिज हामीलाई यहाँ यो हाम्रो पुस्तकालय लिएर पनि आज आइरहेको छौँ। अनि म तपाईँलाई यो कुरा भन्न चाहन्छु, यो प्री मोमेन्टमा एउटा सानो सेसन हुन्छ, जुन सेसन हामी सेवा सुरु हुनुभन्दा अगाडि हामी एभ्री टाइम योलाई लिड गर्ने गर्छौँ। अनि म तपाईँहरूलाई यो भन्न चाहन्छु, यो सानो नै छ, सानो टाइम छ, त्यति बेसी लामो पनि छैन, तर यो प्री मोमेन्टको यो भिडियोलाई यो सानो सर्ट्स हुन्छ होला, जे पनि छ तपाईँहरूको आइपुगेको, म तपाईँलाई यो चाहन्छु तपाईँले यो कसै कहाँ पुर्याउनु हुँदै गर्दा त्यो व्यक्तिहरूले पर्खिरहेको छ, त्यो जवानहरूले पर्खिरहेको छ जस्तो मलाई लाग्छ। अनि है मलाई त्यसै लाग्छ कि त्यही कारणले गर्दा प्रार्थनाको लाइफ कति बेसी इम्पोर्टेन्ट छ यो जेनेरेसनमाथि। आज हामीले एउटा सानो सेसनमा सुन्यौँ। म तपाईँलाई यो इन्करेज गर्न चाहन्छु, कन्टिन्युसली तपाईँहरूले प्रार्थनामा प्रभुको सेविकालाई तपाईँले उठाइदिनुहोस्, साथैमा उहाँको परिवार जसरी प्रभुले आज यो ठाउँमा अनि एनएचपिसी एचएफसी लिङ्कोटार जुन मण्डललाई अगुवाई गर्दै हुनुहुन्छ, हाम्रो दर्शन चाहिँ यो हो मलाई लाग्छ, कुनै डिनोमिनेसनको एउटा दायरा अथवा त्यो एउटा सानो बााउन्ड्रीमा मात्रै होइन, त्यो इलाकामा मात्रै होइन, तर आज यो गवाईले जुन इम्प्याक्ट जुन हाम्रो जेनेरेसनमाथि पार्छ त्यो त यति दलेपमा मात्रै पारोस् भन्दा त हुँदैन नि त। सो प्रभुको राज्य यो द्वारा पनि त्यसरी नै पुगेको होस्। म तपाईँलाई बिन्ती गर्छु, तपाईँले सेयर गरिकन आशिषित कसैलाई पनि बनाउनुहोस्। थ्याङ्क यू भेरी मच।